हेलो हाई गाइस दर्शन नमस्ते। आज चाहिँ म घुम्न आएछु धेरै पछि र कहाँ छु के छु म देखाउनेवाला छु ब्याक साइडमा। लेट्स गो गाइस। र गाइस म आएछु आज चाहिँ चौपट्टितिर घुम्न है। यतापट्टि पुरै बोटहरू छन् पानीमाथि जानेवाला। चाहिँ समुद्रमाथि ऱ्याफ्टिङ गर्न पुगिन्छ। आज समुद्र उताउँदै रहेछ र पारिपट्टि समुद्रमाथि पुल बन्दैछ। पुरै डुङ्गाहरू छन् क्या यतापट्टि। अनि 200-250 रुपियाँ तिरेर गर्नुपर्छ छाता। हामी चाहिँ म चाहिँ यतापट्टि आएको। यतापट्टि पुरै बुढो टनाटन फोटोहरू गर्दा तिनीहरूमाथि जानुपर्छ र यता पारिपट्टि घुरुरु गर्दा चाहिँ अरू दिन चाहिँ यो झन्डा छ यहाँसम्म हुन्छ हो समुद्र भन्दा पनि अब यहाँसम्म नै हुन्छ तर आज चाहिँ धेरै पारिसम्म रहेछ। मान्छेहरूको गएर पनि छ ठ्याक्कै समुद्रकै माथिबाट ट्रेन पनि आउँदैछ। अनि म बिहान आज चाहिँ मोर्निङ वाकमा निक्लिएको धेरै पछि। एउटाले मलाई भन्दैछ फुट मसाज गरेका। ल अहिले देखाउनेवाला छु तपाईँहरूलाई के कसरी जाँदा रहेछन्। अब त्यहाँनिर तयारी हुँदैछन् एउटा बोटका लागि मान्छेहरू जानेवालाहरू सेफ्टी भेस्ट लगाइसके पारिदिएको पनि छ। त्यो झन्डा लगाएको पनि जान्छ होला। कुन जान्छ अहिले देखाउनेवाला छु गाइस। लाँदैछन् यसलाई चाहिँ है, यसरी लग्दैछन्। यसमा मान्छे बसाल्ने अनि त्योले चाहिँ तान्ने रहेछन् हो त्यो बोर्डले। अनि खट्टा आवाज गर्छन् क्या मान्छेहरू चाहिँ। फेरि अर्को पनि निकाल्यो, त्यहाँ पनि मान्छे भएछन् जानेका लागि होइन। त्यो पनि निकाल्छ। स्टार्ट भयो। माथि गयो। थोरै मान्छे यिनीहरू चाहिँ एकैचोटि नहट्ने भएको कारणले चाहिँ यतापट्टि पनि छ भिडियो बनाउँदैछ। यसरी तान्दो रहेछ। ग्राउन्डमा मारेपछि मजा आज यो पनि गयो मान्छेलाई खिच्दै। यसले पनि एउटा राउन्ड हानेर फेरि यहीँसम्म पुग्छ र उसैको मान्छेहरू रहेछन् यतापट्टि बाँचे। एउटै चक्करमा भएन, यसले पनि खिचेर गयो। तपाईँहरूलाई पनि यसरी पानीमाथि घुम्न मन छ भने आउन सक्नुहुँदैन। गोवाको समुद्रमाथि यसरी मान्छेहरू घुम्छ र झन्डावाला चाहिँ मान्छेले एक राउन्ड हानेर ल्याइसक्यो। नाचिरहेको होइन। जानेको हुन्छ
हाम्रो यहाँनिर यिनीहरू सक्यो 2 मिनट पनि लाग्दैन, पाउँछ 250 रुपियाँ हो एकजनाको बराबर। र मेरो भिडियो के कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्दै गर्नु होला, धन्यवाद। बाँकी यस्ता भिडियो अवश्य नै ल्याउनेवाला छु।